दोषी मान्छे मात्रै भागेर जान्छ। मैले त केही दोषै गरेको छैन। अहिले पनि मेरो विचार र मेरो मन स्पष्ट निर्मल कञ्चन छ। मैले जे गर्नु खोजेको थियो त्यो समयले मागेकै त्यही थियो। प्रजातन्त्रलाई फेरि बलियो बनाउने मेरो लक्ष्य थियो। म यो देश छोडेर जानु पनि पर्ने होइन र अहिले तपाईँले देखिराख्नु भएको छ धेरै त अझ माया गर्ने रहेछ। मैले त्यो मायाको रूपमा लिएर नेपालमा शान्ति होस्, शान्ति छाओस्। त्यो शान्ति प्राप्त गर्नको लागि सबै शक्तिहरू सबै नेपाली मिलेर त्यो काम पुरा होस्, देशलाई फाइदा होस्, जनता खुसी हुन्, शान्ति छाओस्। हाम्रै हातमा छ हाम्रो राष्ट्र कसरी बनाऊ र हाम्रै मात्रै विचार नगरौँ, आउने पुस्ता र पुस्ताका कुरा गरौँ र त्यतातिर विचार